ल आज हाम्रो बुढीले उ, फलेको आज पहिलोचोटि आज काँक्रो उद्घाटन गर्दैछौँ। ल कस्तो लाग्छ फल्न त त्यति खासै फलेको छैन नि यसो ल यो हाम्रो बारीको काँक्रा हो। अन्त पल्लो टिपो पल्लो चाहिँ उयो नि यताको पाक्नु एकदम राम्रो छ है। है ल यो नाटक गरेको अन्न होला यो यही नै छ है। यसलाई म टिपेँ। ल होइन मिठो छ क्या काँक्रो त। मिठो काँक्रो हो नि त ल उ त अर्का पनि त छ नि त त्यही यता पनि छन्। यिनी त अलिक बाँड्न दिनुपर्छ तिजलाई दसैँलाई। यिनी काँक्रा हुन्। ल नेपाल गएर आएर पछि लाएर पनि यत्र गराइयो। मकैबारी कस्तो छ नि ल मकैबारी कविली ल्याएर धान फाल्न ला है। सिमीहरू खानी भइसकेका छन्। ल हाम्रो यता पनि छ नि त हेर त मरौटिन रहेछ नि हेर त मरौटिन छन्। खै केरेर फलाइस् तैँले यसरी गरे मेहनत गरे जहाँ पनि आउँदो रहेछ। जल धन है पानी गर्ने ल ठिक छ ल ल यता पनि डल्ले खुर्सानी त फलाइरहेछ के मेरो बाबु डल्ले खुर्सानी चाहिँ बल्ल फुल्दैछ। लटरम्मै फल्ने जस्तो रहेछ त ल अब मिहिनेत गरे के हुने नि छ नि त हेर ल यहाँ त इस्कुस पनि रहेछ ल हेर इस्कुस स्कुल त अझै बत्तीलाई लागेको छैन झाल चाहिँ चन्नै छ ल युकेमा यस्तो छ ए जे होस् यसपालि चाहिँ खेती हुने भयो ठ्याक्कै उहीँ गाउँको नेपालकै सम्झना भएछ होइन त ल कस्तो नेपालकै सम्झना भयो रानी काँक्रो परेछ कि के हो यस्तो रानी काँक्रो खै अब खुवाउनु पर्यो राजा पर्यो कि रानी पर्यो त्यो त अब थाहा भएन अब खाएपछि थाहा होला त ल हाम्रो आलुबारी ल यस्तो छ है ल हेर्नुहोस् है ल कस्तो लाग्छ सानो करेसोबारी ल है कविली अन्त ल ल हेर लिलै रहेछ लिलै भएछ आज यसो